नमस्ते सबैजनालाई। आज हामी ग्रेड 11 को फन्डामेन्टल अफ एप्लाइड केमिस्ट्री भन्ने टपिकलाई डिस्कस गर्न गइरहेका छौँ। सो बिफोर गोइङ इन्टु द टपिक, लेट मी क्लियर यु वाइ फन्डामेन्टल अफ एप्लाइड केमिस्ट्री इज इन्क्लुडेड हियर इन ग्रेड 11। सो किन होला भन्दाखेरिमा केमिस्ट्रीलाई चाहिँ रियल लाइफमा कसरी कनेक्ट गर्ने, वाट इज द रियल एप्लिकेसन अफ केमिस्ट्री फर प्रब्लम सल्भिङ इन डेली लाइफ भन्ने कुरालाई स्टुडेन्टलाई फिल गराउनको लागि यो टपिक यसमा इन्क्लुड गरिएको हो। अर्को इम्पोर्टेन्ट कुरा, इन फ्युचर इफ दे आर गोइङ टु बी अ साइन्टिस्ट, इफ दे डेभलप समथिङ न्यू फर द ह्युमन वेलफेयर, फर द पब्लिक वेलफेयर, हाउ दे आर गोइङ टु लन्च द्याट प्रडक्ट टु द पब्लिक मार्केट भन्ने कुरालाई जनाउनको लागि पनि यो एप्लाइड केमिस्ट्रीको कन्सेप्ट यसमा इन्क्लुड गरिएको हो। अर्को इम्पोर्टेन्ट के छ भन्दाखेरिमा प्योर केमिस्ट्री र एप्लाइड केमिस्ट्रीको इम्पोर्टेन्स के छ, प्योर केमिस्ट्रीलाई कसरी एप्लाइड केमिस्ट्रीसँग कनेक्ट गर्न सकिन्छ भन्ने कुरा पनि विद्यार्थीहरूलाई फिल गराउनको लागि यो टपिकमा इन्क्लुड गरिएको हो। सो अब एकचोटि प्योर केमिस्ट्रीको बारेमा मैले केही कुरा भन्छु। प्योर केमिस्ट्री इज द्याट केमिस्ट्री विच डिल्स विथ द डेभलपमेन्ट अफ थ्योरी फ्रम रिसर्च। सो अध्ययन गरेर, रिसर्च गरेर थ्योरीहरूको सिर्जना गर्ने, थ्योरीहरू पुट फरवार्ड गर्ने ब्रान्च अफ केमिस्ट्रीलाई हामी प्योर केमिस्ट्री भन्छौँ। इट इज टोटल्ली थ्योरिटिकल बेस्ड केमिस्ट्री, जहाँ चाहिँ थ्योरीहरूको आइडियाहरूको जेनेरेसन हुन्छ। सो दिस जेनेरेटेड आइडियाज, दिस जेनेरेटेड थ्योरी आर युटिलाइज इन अर्डर टु डेभलप, इन अर्डर टु सल्भ द प्रब्लम इन डेली लाइफ। द्याट इज द पार्ट अफ एप्लाइड केमिस्ट्री। द्याट्स वाइ प्योर केमिस्ट्री इज कोरिलेटेड विथ एप्लाइड केमिस्ट्री। सो एप्लाइड केमिस्ट्री भनेको के हो भन्दाखेरिमा इट इज द ब्रान्च अफ केमिस्ट्री विच डिल्स विथ different chemical principles, theories, discoveries which are utilized to solve different problem, applied problem. So कस्तो जस्तै एग्रिकल्चर रिलेटेड प्रब्लमहरू, जस्तै फर्टिलाइजरहरूको युजेसको बारेमा, जस्तै कस्मेटिक प्रडक्टहरूको, अनि जस्तै विभिन्न किसिमको रोगहरू लाग्दाखेरि मेडिसिनहरूको इन्भेन्सन, द्याट्स कम्स अन्डर द एप्लाइड केमिस्ट्री। सो अर्को पोइन्टमा मैले यहाँनिर के लेखेको छु भन्दाखेरिमा इट डिल्स विथ द प्रडक्सन अफ डिफ्रेन्ट केमिकल मेटेरियल्स बाई एप्लाइङ द प्रिन्सिपल अफ केमिस्ट्री। सो एप्लाइड केमिस्ट्री इज interdisciplinary, that is it interact with other scientific discipline like agriculture, industry, biotechnology, petrochemistry, construction, nanotechnology. सो एप्लाइड केमिस्ट्रीको एकदमै इम्पोर्टेन्ट के छ भन्दाखेरिमा यो विभिन्न फिल्डहरूमा पनि यसको युटिलाइज हुन्छ, यसको इम्पोर्टेन्स हुन्छ, यसको सिग्निफिकेन्स हुन्छ। जस्तै एग्रिकल्चरल फिल्डहरूमा पनि विभिन्न किसिमका फर्टिलाइजरहरूको सिन्थेसिसदेखि लिएर विभिन्न किसिमको पेस्टिसाइडहरू, हर्बिसाइडहरूको बारेमा हामी दिज अल कम्स अन्डर द एप्लाइड केमिस्ट्री। त्यसै गरेर अब कन्स्ट्रक्सन कुरोको कुरा गर्दाखेरि सिमेन्ट फ्याक्ट्रीहरूको बारेमा, सिमेन्ट प्रडक्सन, सिमेन्टको सेटिङ पावर, दिज अल कम्स अन्डर द एप्लाइड केमिस्ट्री। फार्मास्युटिकलहरू, मेडिसिनहरूको प्रडक्सनको लागि पनि एप्लाइड केमिस्ट्री एकदमै इम्पोर्टेन्ट हो। द्याट्स वाइ दिस इज मल्टिडिसिप्लिनरी सब्जेक्ट। सो अब हामी नेक्स्ट स्लाइडमा जान्छौँ। नेक्स्ट स्लाइडमा चाहिँ कसरी एउटा नयाँ प्रडक्ट चाहिँ प्रड्युस गर्ने, हाउ वी आर गोइङ टु डेभलप न्यू प्रडक्ट भन्ने कुरा चाहिँ हामी यो स्लाइडमा देखाउँछौँ। सो यो स्लाइडमा चाहिँ नयाँ प्रडक्ट बनाउनको लागि, नयाँ प्रडक्ट जेनेरेट गर्नको लागि कसरी के स्टेपहरू इन्भल्भ हुन्छन् भन्ने कुरा यो स्लाइडमा चाहिँ क्लियरली देखाइएको छ। सो फर्स्ट स्टेपमा यहाँ आइडिया जेनेरेसन भनेर मैले त्यहाँ लेखेको छु। अनि आइडिया जेनेरेसन, आइडियालाई जेनेरेट गर्ने, आइडिया स्क्रिनिङ गर्ने, होइन, त्यसलाई सेलेक्टेड आइडियालाई चाहिँ टेस्ट गर्ने, त्यो आइडियालाई टेस्ट गरिसकेपछि त्यहाँबाट प्रडक्ट डेभलप गर्ने, अनि बिजनेस प्लानिङ बनाउने, बिजनेस प्लानिङ गरिसकेपछि आफ्टर द्याट गोज फर टेस्टिङ एन्ड भ्यालिडेसन। अब त्यो भ्यालिडेसन र टेस्टिङमा पास भइसकेपछि त्यो प्रडक्ट द्याट विल बी रेडी फर द लन्च। लन्च भइसकेपछि पब्लिक सामु त्यसलाई कसरी पुर्याउने भन्ने कुरा चाहिँ हामी सोच्नुपर्ने हुन्छ। अनि यो पोस्ट लन्च रिभ्यू भनेको चाहिँ आफ्टर लन्चिङ वाट विल बी द रेस्पोन्स फ्रम द्याट प्रडक्ट फ्रम द पब्लिक भन्ने कुरा चाहिँ आउँछ। सो यसलाई हामी एउटा स्पेसिफिक इक्जाम्पलसँग कोरिलेट गरेर बुझ्न सक्छौँ। जस्तै आइडिया जेनेरेसन भन्नाले सो इफ समथिङ स्ट्राइक इन द माइन्ड, द आइडिया विल बी जेनेरेटेड। सो केही प्रब्लम आयो, केही
देखियो, मार्केटमा केही कुराको डिमान्ड जस्तो देखियो, केही कुराको ल्यागिङ देखियो भने दिमागमा चाहिँ आइडियाहरू आउँछन्। मैले चाहिँ यो प्रडक्ट बनाउनु पऱ्यो, यस्तो यस्तो चिजहरू मैले पब्लिक डिमान्डमा छ, सो मैले चाहिँ यसको लागि वाट सुड आई डु भन्ने कुरा आउनसक्छ। त्यो आइडिया जेनेरेसनको लागि विभिन्न किसिमको लिट्रेचर सर्वे हुन्छ, विभिन्न किसिमको स्टडी हुन्छ, गफ हुन्छ प्रोफेसरहरूसँग, अरू अरू तौरबाट चाहिँ आइडिया जेनेरेट हुन्छन्। अब विभिन्न किसिमका आइडियाहरूलाई चाहिँ स्क्रिन गरिन्छ, स्क्रिन गरिएका आइडियाहरूलाई मध्ये एउटा सेलेक्टेड आइडियालाई चाहिँ युटिलाइज गरेर प्रडक्ट निर्माण गरिन्छ। अनि त्यो प्रडक्ट डेभलप भइसक्यो प्रडक्ट चाहिँ टेस्ट गर्ने, त्यो टेस्ट गरिसकेपछि त्यो प्रडक्ट चाहिँ यदि पब्लिक सामु पुर्याउनको लागि योग्य छ भने त्यसलाई चाहिँ पब्लिक सामु पुर्याउने, अनि त्यो पब्लिक सामु पुर्याइसकेपछि यदि त्यसले राम्रो रेस्पोन्स पायो भने अब त्यसलाई चाहिँ बिजनेस स्केलमा कसरी अगाडि बढाउने त भन्ने कुरा सोच्नुपर्ने हुन्छ। सो दिज आर द इन्भल्भ स्टेप। आई होप यु अल इजिली नो फ्रम दिस स्लाइड। सो खासै मैले यसमा त्यति केही बोलिनँ। अब अर्को इम्पोर्टेन्ट कुरा छ प्रोडक्सन भनेको के हो, प्रफिटेबिलिटी एनालाइसिस भनेको के हो। सो प्रोडक्सन भनेको दिस इज द ट्रान्सफर्मेसन अफ इनपुट फ्याक्टर द्याट इज र मेटेरियल्स इन्टु आउटपुट product. So output product which have great utility, which have great significance in daily life, and that product which have great significance for the people, for the public, can be one of the important product for the business purpose as well. सो अब प्रफिटेबिलिटी एनालाइसिस, हामीले कुनै केमिकल, कुनै मटेरियल्सहरू, कुनै कस्मेटिक प्रडक्टहरू, कुनै कस्मेटिक ओइलहरू बनायौँ भने, कुनै मेडिसिन बनायौँ भने नाउ त्यसबाट त्यो त्यो प्रडक्ट चाहिँ कतिको डिमान्डेबल छ, त्यसको कतिको डिमान्ड छ, र त्यो डिमान्ड अनुसार त्यो कतिको प्रफिट त्यहाँबाट आइरहेको छ भन्ने कुरा एनालाइसिस गर्नको लागि केही तिनवटा इम्पोर्टेन्ट प्यारामिटरहरू छन्। क्यापिटल इन्भेस्टमेन्ट, त्यस अनि टोटल प्रोडक्सन कस्ट, इकोनोमिक एनालाइसिस। अब क्यापिटल इन्भेस्टमेन्टमा चाहिँ तपाईँहरूको फिक्स क्यापिटलको बारेमा हुन्छ, वर्किङ क्यापिटलको बारेमा। टोटल प्रोडक्सन कस्ट भने चाहिँ त्यो त्यो हाम्रो मटेरियल्स सिन्थेसाइज गर्नको लागि, त्यो प्रडक्ट बनाउनको लागि कति कस्ट लाग्यो होइन, ओभरअल कस्ट कति लाग्यो, र मेटेरियल्सहरूमा कति लाग्यो, ट्रान्सपोर्टेसनदेखि लिएर एभ्रिथिङ, एभ्री कस्ट कम्स अन्डर द टोटल्स प्रोडक्सन कस्ट। अनि अर्को कुरा इकोनोमिक एनालाइसिसमा तपाईँहरूको सेल्स कति भयो, पर्चेज कति भयो होइन, त्यो मेटेरियल्सहरू बनाउँदाखेरि कति वेस्ट भयो, दिस अल्स कम्स अन्डर द इकोनोमिक एनालाइसिस। बाई एनालाइजिङ दिस थ्री फ्याक्टर वी क्यान डिसाइड वेदर आवर बिजनेस इज गोइङ इन प्रफिट साइड अर इन लस साइड। सो एउटा चाहिँ यो क्यास फ्लो एन्ड प्रोडक्सन साइकल भनेर एउटा मैले यहाँ एउटा ग्राफ जस्तो राखेको छु। एन्ड यो ग्राफ चाहिँ यहाँनिर के देखाउन खोजिरहेको छ भनेपछि हाम्रो प्रोडक्सन साइकलमा 5वटा इम्पोर्टेन्ट स्टेप हुँदो रहेछ। रिसर्च एन्ड डेभलपमेन्ट, त्यसपछि लन्च, इन्ट्रोडक्सन, लन्च भनेको इन्ट्रोडक्सन पनि छ, इन्ट्रोडक्सन अफ द प्रडक्ट इन्टु द मार्केट भन्ने कुरा बुझ्नुपर्छ। ग्रोथ, त्यो इन्ट्रोडक्सन भइसकेपछि त्यो ग्रोथ हुन्छ केही समयका लागि, म्याचुरिटी, अनि फेरि त्यो केही समयपछि डिक्लाइन हुन्छ भन्ने कुरो यो ग्राफले देखाएको छ। सो अनि अर्को कुरा इनिसियल फेजमा इन्भेस्टमेन्ट भएको कारणले गर्दाखेरि यहाँनिर रेड कलरले देख्न सक्छौँ हामी। यो रेड कलरको यो रिजन भनेको चाहिँ इन्भेस्टमेन्ट हो। यहाँनिर चाहिँ हाम्रो पैसा हामीसँग आउटफ्लो हुन्छ, हाम्रो पैसा चाहिँ जान्छ, त्यही भएर यहाँनिर नेगेटिभ नेगेटिभ लेखेको छ, देखाइएको छ येल्लो कलरमा। अनि यो ग्रोथ फेज, म्याचुरिटी फेजमा चाहिँ अलिकति बिजनेसबाट राम्रो हाम्रो त्यो प्रडक्ट चाहिँ मार्केटमा त्यसको डिमान्ड हुन्छ, त्यसको ग्रोथ बढिरहेको हुन्छ, त्यही भएर चाहिँ यहाँनिर पोजिटिभ छ। फेरि लास्टमा डिक्लाइन स्टेजमा चाहिँ फेरि त्यो हाम्रो पैसा चाहिँ हामीलाई अलिकति घाटा लाग्छ, त्यही भएर चाहिँ यहाँनिर नेगेटिभ देखाएको छ। यो तलको यो लाइनले चाहिँ हाम्रो क्यासको फ्लो देखाइरहेछ भने यो लाइनले चाहिँ हाम्रो सेल्स रेभेन्यू देखाइरहेको छ। सो यतिदेखि यो हाम्रो रेन्ज भनेको प्रफिटको रेन्ज हो। फेरि यो डिक्लाइन भएर यतिसम्म हाम्रो पछि प्रफिट अझ कम हुँदै जान्छ डिक्लाइन भएपछि भन्ने कुरा यो ग्राफले देखाइरहेको छ। सो यहाँबाट हामी के बुझ्न सक्छौँ भने सुरुमा चाहिँ प्रोडक्सन गर्नको लागि रिसर्च एन्ड डेभलपमेन्टमा खर्च गर्नुपर्ने हुन्छ। अनि त्यो खर्च गरिसकेपछि त्यो केही कुरा डेभलप गरिसकेपछि त्यसलाई लन्च गर्नको लागि विभिन्न किसिमको मार्केटिङदेखि लिएर विभिन्न किसिमको त्यो एडभर्टाइजमेन्टदेखि लिएर एभ्रिथिङमा धेरै कस्ट लाग्छ। त्यो लन्च गर्ने बेला पनि धेरै कस्ट खर्च हुन्छ, त्यही भएर त्यो पनि इन्भेस्टमेन्ट फेज अन्तर्गत नै पर्छ। सो
प्रडक्ट मार्केटमा केही कुरा आइसकेपछि सर्टेन पब्लिक डिमान्ड अलिकति बढ्छ, त्यसको सुरुमा त्यसको हाइप बढ्छ, त्यही भएर त्यो ग्रोथ हुन्छ सुरुको फेजमा चाहिँ पब्लिकले त्यसलाई इजिली एक्सेप्ट गर्छन्। पछि त्यो म्याचुरिटी आफ्टर सम डेज त्यो मेच्योर फेजमा म्याचुरिटी भन्नाले चाहिँ के बुझिन्छ भने चाहिँ अब मार्केटमा चाहिँ अरू यदि आफूले केही पनि त्यसमा एडिसनल प्रपर्टिजहरू एडिसनल कुराहरू एड गरिएन हाम्रो प्रडक्टमा भनेपछि अरू मार्केटमा पनि कम्पिटिसन हुन्छ। कम्पिटिसन आइसकेपछि त्यो म्याचुरिटी फेजबाट फेरि त्यो डिक्लाइनिङ फेजतिर जान्छ। डिक्लाइनिङ फेज भनेको मार्केटमा चाहिँ हाम्रो प्रडक्टको त्यति युटिलाइजेसन त्यति डिमान्ड नहुनु, पछि केही समयपछि त्यो आफै डिक्लाइन हुन्छ यदि त्यसमा केही कुरा ध्यान दिइएन, केही एडिसनल प्रपर्टिजहरू हामीले एड गरेनौँ भनेपछि त्यो डिक्लाइनतिर जान्छ। त्यो यसरी हाम्रो एउटा ग्राफ साइकल यहाँनिर देखाइएको छ। सो दिस इज द ग्राफ सोइङ इन्भेस्टमेन्ट, प्रफिट एन्ड क्यास फ्लो इन द प्रडक्ट लाइफ साइकल। सो एउटा केमिकल प्लान्ट रन गर्नको लागि के कस्ता कुराहरू ध्यान दिनुपर्छ भन्ने कुरा यो स्लाइडले देखाएको छ। सो यहाँनिर केमिकल प्लान्ट भन्ने बित्तिकै लार्ज स्केलमा केमिकल सिन्थेसाइज गर्नुपर्छ भन्ने कुरा हो। सो दिज आर द इम्पोर्टेन्ट स्टेप, इम्पोर्टेन्ट फ्याक्टर विच सुड बी kept in mind while developing the chemical plant. So these all are the important point and very easy to understand. I hope you will easily know it. So designing the chemical plant भनेर छ। डिजाइनिङ केमिकल प्लान्ट कसरी डिजाइन गर्ने, यो डिजाइनिङको पाटो चाहिँ सबै कुरामा भर पर्छ। जस्तै हाम्रो इट डिल्स विथ द डेभलपमेन्ट अफ प्लान्ट्स एन्ड रिक्वायर्स इन्टिग्रेटेड नलेज अफ केमिस्ट्री, म्यानेजमेन्ट, फिजिक्स, इन्जिनियरिङ हैन। अब केमिकल डिजाइनमा चाहिँ इम्पोर्टेन्ट पार्टहरू जस्तै प्रोसेस डिजाइन हैन, प्लान्ट डिजाइन छ। अब यहाँनिर प्रोसेस डिजाइनको बारेमा अलिकति केमिस्ट्री इन्क्लुड भएको हुनाले मैले केही कुरा भन्छु। केमिकल रियाक्सन, वाट सर्ट अफ केमिकल रियाक्सन इज गोइङ टु बी हेल्ड देयर इन केमिकल प्लान्ट, त्यो प्लान्टमा कस्तो रियाक्सन हुने हो त भन्ने कुरा हामीले बुझ्नु जरुरी हुन्छ। अनि त्यो प्रडक्ट, त्यो केमिकल प्रडक्टको लागि बेटर यिल्डको लागि वाट विल बी द फेभरेबल कन्डिसन, वाट विल बी द अप्टिमम कन्डिसन फर द बेटर यिल्ड अफ द प्रडक्ट भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ। सो आफ्टर द सिन्थेसिस अफ द प्रडक्ट सेपरेसन पनि इम्पोर्टेन्ट हुन्छ। सो प्रडक्ट सेपरेट गरिसकेपछि त्यसलाई प्युरिफिकेसन गर्ने, त्यसलाई क्यारेक्टराइजेसन गर्ने पनि इम्पोर्टेन्ट स्टेप हुन जान्छ। सो प्लान्ट डिजाइनमा यी पोइन्टहरू, 4वटा पोइन्टहरू हामीले लेखेका छौँ यहाँनिर। स्केमेटिक रिप्रेजेन्टेसन अफ ओभरअल प्रोसेस, डिजाइनिङ द रियाक्टर कसरी डिजाइन गर्ने। सो दिज अल्स कम अन्डर द प्लान्ट डिजाइन कम्स अन्डर द इन्जिनियरिङ पार्ट। So how we are going to develop the instrument, how we are going to handle the materials, how the reactor will be, how will be the reactor setup. So this comes under the plant design and part of engineering. So one of the important point from our exam point of view. So batch process र continuous process. अब यहाँनिर batch process भनेको के हो, continuous process भनेको के हो। अब as the name suggests, ब्याच प्रोसेस भनेको के हो भने चाहिँ सिङ्गल युनिटमा प्रडक्टहरू आउटपुट हुने। हामीले र मेटेरियल्स एकचोटि राख्छौँ, इनपुट गर्छौँ, त्यो इनपुट गरेको र मेटेरियल्स भित्र प्रोसेसिङ भएर आउटपुटमा एउटा प्रडक्ट एकचोटि बन्ने। अनि फेरि अर्को प्रडक्ट बनाउनको लागि अगेन वी सुड स्टार्ट फ्रम द इनिसियल स्टेप इन ब्याच प्रोसेस। तर कन्टिन्युस प्रोसेसमा के हुन्छ भनेपछि देयर विल बी द कन्टिन्युस सप्लाई अफ र मेटेरियल्स एन्ड देयर विल बी द continuous output as a product. So this is the beauty of continuous process. So these two process have their own significance. जस्तै ब्याच प्रोसेसको सिग्निफिकेन्स के छ भन्दाखेरिमा चाहिँ रिसर्च पोइन्ट अफ भ्यूबाट केही मेडिसिन मैले सुरुमा पत्ता लगाउनु पऱ्यो भने आई विल फलो द ब्याच प्रोसेस। अब त्यो यदि त्यो मेडिसिन चाहिँ ह्युमेन ट्रायलमा गइसकेपछि यदि त्यसले सक्सेसफुल भयो, त्यो मेडिसिनले राम्रो काम गरिरहेछ भने देन it will go for the continuous process. Otherwise रिसर्च प्रपोजको लागि ब्याच प्रोसेसमा जानुपर्ने हुन्छ। सुरुमा हामी स्मल स्केलमा त्यसलाई ब्याच प्रोसेसको प्रिन्सिपलबाट हामी त्यसलाई बनाउँछौँ। आफ्टर अल त्यसपछि त्यो एकदमै त्यसले चाहिँ मार्केट राम्रो पाउन लाग्यो, मतलब त्यो मार्केटमा त्यसको सिग्निफिकेन्स छ, त्यसको रियल डिमान्ड छ। र अर्को इम्पोर्टेन्ट कुरा त्यो चाहिँ पब्लिक वेलफेयरको लागि राम्रो छ भन्ने कुरा, त्यो जब सबै कुराबाट त्यो पास हुन्छ, after that product is going to be produced from large scale, that is continuous process. So यसरी हामीले ब्याच प्रोसेस र कन्टिन्युस प्रोसेसलाई पनि कोरिलेट गर्न सक्छौँ। यो
यो स्लाइडमा चाहिँ ब्याच प्रोसेस र कन्टिन्युस प्रोसेसको चाहिँ एउटा सर्ट डिफ्रेन्स बिट्विन लेखिएको छ। सो यो पनि एकदमै इम्पोर्टेन्ट छ, हेर्नु होला। सो एउटा मैले यहाँनिर ब्याच फर्मेन्टेसन ब्याच प्रोसेसबाट चाहिँ कसरी एउटा स्केमेटिक रिप्रेजेन्टेसन एउटा इन्टरनेटबाट एक्सट्र्याक्ट गरेको फोटो हो। सो यसरी पेनिसिलिन मोल्ड प्रोड्युस एन्टिबायोटिक पेनिसिलिन भन्ने छ। यसरी पेनिसिलिनलाई ग्रोथ गराइन्छ, फर्मेन्टेसन ट्याङ्कमा त्यसलाई राख्ने, यहाँबाट आइसोलेट गर्ने पेनिसिलिनलाई। फेरि हामीले यदि पेनिसिलिन आइसोलेट गर्नु पर्यो भने अगेन वी हेभ टु डु द सेम सेटअप। सो देयर विल बी द टाइम ल्यागिङ बिट्विन फर्स्ट एन्ड सेकेन्ड प्रडक्ट। सो यो कुरा हुन्छ हाम्रो ब्याच प्रोसेसमा चाहिँ। अनि अर्को कुरा के छ भने चाहिँ त्यो सुरुमा जति फर्स्ट फेजमा जति पेनिसिलिन बनेको थियो सेकेन्ड फेजमा त्यति नै पेनिसिलिन बन्छ भन्ने छैन ब्याच प्रोसेसमा। अब कन्टिन्युस प्रोसेसको यो स्लाइडमा चाहिँ कन्टिन्युस प्रोसेसको चाहिँ अलिकति मैले एउटा स्किमेटिक रिप्रेजेन्टेसन देखाएको छु। देयर इज अ कन्टिन्युस सप्लाई अफ र मेटेरियल्स हियर एन्ड देयर इज अ कन्टिन्युस एक्सट्र्याक्सन अफ सिट्रिक एसिड। सो प्रोडक्सन अफ सिट्रिक एसिड थ्रु कन्टिन्युस फर्मेन्टेसन भनेर मैले राखेको छु। दिस इज जस्ट फर द आइडिया। सो अब केमिकल इन्डस्ट्रीहरूको हाम्रो इन्भाइरोमेन्टल इम्प्याक्टदेखि लिएर हेल्थमा कस्तो इम्प्याक्ट गर्छ भन्ने कुरा मैले यो स्लाइडमा राख्न खोजेको छु। यो पनि इन्टरनेटबाट एक्सट्र्याक्ट गरिएको फोटो हो। सो अब तपाईँहरूलाई यो कुरा त थाहा नै छ, केमिकल इन्डस्ट्री भन्ने बित्तिकै त्यहाँबाट एकदमै हेजाडियस वेस्टहरू, हेल्थ हेजाडियस वेस्टहरू निस्किन्छन्। अनि विभिन्न किसिमका हेजाडियस ग्यासेसहरू पनि निस्किन्छन् विच आर रेस्पोन्सिबल फर एयर पोल्युसन, विच आर रेस्पोन्सिबल फर एसिड रेन एन्ड विच हेभ ग्रेट इम्प्याक्ट अन वाटर इकोसिस्टम, ल्यान्ड इकोसिस्टम एन्ड होल इकोसिस्टम, होल बायो इकोसिस्टमलाई नै तिनीहरूको चाहिँ एकदमै नकारात्मक असरहरू हुन्छन्। सो यु क्यान इजिली understand the impact of chemical industry in environment and human health. So in order to reduce the risk of chemical industry, we need to introduce the idea of green chemistry. So the topic of green chemistry, so this slide is going to show the importance of green chemistry. So green chemistry भनेको it is that branch of chemistry which deals with manufacturing of product, manufacturing of materials, minimizing different hazardous effect on human as well as environment. So हाम्रो ग्रीन केमिस्ट्रीको उद्देश्य चाहिँ के हुन्छ भन्दाखेरि मान्छेलाई इन्भाइरोमेन्टलाई कमभन्दा कम क्षति गरेर अथवा हेजाडियस इफेक्ट अन ह्युमन हेल्थ एज वेल एज इन्भाइरोमेन्टल इम्प्याक्टलाई रिड्युस गरेर कसरी सिन्थेसाइज गर्ने त, कसरी कम्पाउन्ड बनाउने त, कसरी प्रडक्ट बनाउने भन्ने कुरा ग्रीन केमिस्ट्री अन्तर्गत पाउँछ। सो ग्रीन केमिस्ट्रीको 12वटा प्रिन्सिपल मैले यो पिक्चरमा राख्न खोजेको छु। सो आई एक्सट्र्याक्टेड दिस फोटो फ्रम इन्टरनेट एज वेल। आई होप यु विल इजिली अन्डरस्ट्यान्ड। सो यहाँनिर वाटर प्रिभेन्सन, एटम इकोनोमी भनेर लेखेको छ, लेस हेजाडियस केमिकल सिन्थेसिस, डिजाइनिङ द सेफर केमिकल, अनि त्यसपछि डिजाइन फर द इनर्जी इफिसियन्स, reduce derivative catalyst, design for degradation, real time pollution prevention. So these are all the steps you can easily understand. So